अनि यहाँभन्दा डाँडा फेरि यत्रो यो गुफा छ है। राजाको पालामा यस्तो थियो यो। अनि यो चाहिँ घोलताडा गाउँ हो। हेलो गाइज, गुड मर्निङ भन। अनि आज चाहिँ 10 गते, आज चाहिँ बजार बन्द छ। म चाहिँ भर्खर उठेको होइन। अनि गाइज होइन, अहिले चाहिँ म छतमा आइसकेँ। अनि हिजो रातभरि यहाँ पानी परिरहेको थियो, आज चाहिँ मस्त चिसो मौसम छ। अनि डाँडाहरूमा कुहिरो लागेको छ, यो हेर्न सक्नुहुन्छ पुरै। गाइज अहिले चाहिँ मस्त घाम लागिसकेको छ। अनि म चाहिँ जानला छु, त्यहाँ केटाहरू तल बसेका छन् रे। अनि भिडियो सुट गर्नु है। अब आज ग्रुपमा भिडियो सुट गर्ने भन्ने सोचिरहेको छु, तर अब हेरौँ के हुन्छ। केटाहरू कस्तो छ भने चाहिँ अब कसैको टाइम मिल्दैन। एउटा भाइ पिकनिक टुर गइदिएको रहेछ, अर्को भाइ कहाँ माथि मिटिङ छ त्यही भन्थ्यो। अनि 2-3जना सायद हुन्छ होला, हेरौँ त्यो पनि कस्तो हुन्छ। अनि सरसल्लाह गरेर कस्तो टाइपको भिडियो हुन्छ त्यो पछि भन्ला म तपाईँहरूले। यो नालीको बाटो गइरहेको छ होइन, यस्तो छ यहाँको बाटो पुरै हेर्नु त। अनि यो देखिने गाउँ चाहिँ अगाडिको यो पिपलला गाउँ हो क्या, बजारको साइडमा भएको। अनि यहाँको खेतहरू देख्न सक्नुहुन्छ मस्त। अहिले यसलाई के भन्छ, तोरी, यही तोरी हो है। अनि सायद केटाहरू त्यहाँ अगाडि छ होला। अनि यहाँ भेटेर अब 2-3जना कति हुन्छ अब अहिले फिक्स केही थाहा छैन। अहिलेसम्म कन्ट्याक्टमा अब 2जना त भएन। त्यही हो, आज नभए भाइरल पुलमा जानुपर्छ माथि। अनि त्यहाँ केही सोचेर टाइपको गर्नुपर्छ। के गर्ने केटा, त्यस्तै हो होइन। अब अरू दिन टाइम मिल्ने भयो ठिकै हुन्थ्यो। मेरो फेरि कस्तो हुन्छ भने चाहिँ टाइमै मिल्दैन क्या। 10 र 25 गते मात्र छुट्टी पाउँछ, अरू दिन त पसलमै हुन्छ। अनि त्यही भएर अलिक गाह्रो छ ग्रुपमा भिडियो बनाउन। यो हो क्या पिपलला गाउँ भनेको पुरै। अनि पहिला एकचोटि म चाहिँ यहाँ पनि बसेको थिएँ, समथिङ 1-1.5 वर्ष जति बसेको म यो गाउँमा। यो गाइस सेती नदी है। अनि त्यो गाउँ अस्ति मैले टाढादेखि देखाएको थिएँ। अनि यो चाहिँ घोलताडा गाउँ हो। यो गाउँ पनि रमाइलो छ। आज शनिबार पनि हो, अनि प्लस 10 गते। आज चाहिँ मान्छेहरू धेरै हुन्छन् बाहिरतिर। हेरौँ अब कस्तो छ। उता माथि पुलतिर पनि मान्छेहरू धेरै गएछन्। यस डाँडाकाँडाको मस्त हावापानीको लागि त बेस्ट छ यो ठाउँ चाहिँ। हामी चाहिँ आज माथि पुलतिर गइरहेको छु भिडियो सुट गर्न होइन। जाउँ, यहाँनिर पुरा क्यामेराम्यानहरू छ। अनि यो चाहिँ दिपावलीको सेती पुल छ यहाँनिर गाइज होइन। अहिले चाहिँ म बिना माइक, विदाउट माइक युज गरिरहेको छु। अहिले उतै माथि आज मान्छे बवाल छन् होइन भाइ। अनि आज केटा के गर्ने सोध्छ भन त। आज चाहिँ एउटा कन्टेन्टलाई भिडियो बनाउनु खोजेको थिएँ, तर मान्छेहरू केही कामले गर्दा बिजी भएर आज त्यतिकै र ब्लग्स बनाउने मिलेको थियो। अनि अहिले चाहिँ विदाउट माइक गरिरहेको छु गाइज होइन। त यहाँनिर माइक पनि कनेक्ट गरिहालौँ यार। लौ, यो बिना माइकको त मजै आउनु नि। अनि गाइज यहाँको यो हेर्न सक्नुहुन्छ, यो यसको बनावट है। राजाको पालामा यस्तो थियो यो। अनि यहाँनिर यो माथि जाने सिडी हो नि यो। अनि यो सिडी पनि यस्तो रहेछ, यो भत्किया रहेछ। अनि यहाँ म म्यान भर्सेस वाइल्ड गरिदिएको छु गाइज। अनि यहाँनिर जङ्गल छ तर म जान्न त्यहाँ। अनि यस्तो छ, उतातिर यो पुरै छ हेर्न सक्नुहुन्छ। अनि यो बााउन्ड्री भयो 4 किल्ला गाइज। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू होइन, यो पहाड। अनि म यहाँदेखि हाम फालिदिन्छु भन्ने यस्तो हो गाइज। सेती छ क्या फेरि, यहाँदेखि सिधै तल सेती हो। अनि यहाँभन्दा डाँडा फेरि यत्रो यो गुफा छ। ल गाइज होइन। अनि हामी चाहिँ यहाँ माथिदेखि घुमेर यसो पुलतिर आइसक्यौँ। अनि यहाँनिर चाहिँ यस्तो अहिलेको नाइट भ्यू भन्दा पनि साँझको यस्तो भ्यू छ यहाँ। अब हामी चाहिँ जान्छौँ यहाँदेखि
माथितिर जे होस् दिन आज रमाइलो गयो गाइज होइन अनि कन्टेन्ट केही बनायो नर्मली भ्लगिङ गरिदिउँ आज चाहिँ अनि गाइज अहिले चाहिँ म रुम आइसकेँ अनि आज चाहिँ दिउँसो त्यस्तै भयो भनौँ अब भिडियो सुट खासै केटाहरू काम पढेर गइहालेँ अनि केटाहरू 2-3 जना मात्र भयौँ अनि ग्रुपमा एउटा आज भ्लग टाइपको सुट भयो होइन अरू गएन अनि भिडियो मन पऱ्यो भने लाइक गर्नु होला कमेन्ट गर्नु होला र सब्सक्राइब गरेर बेल आइकनमा क्लिक गर्नु होला गाइज बाई बाई गाइज